सबैजनालाई ह्याप्पी तिहार। सबैजना स्वस्थ खुसी रहनुहोला। अनि यो चाहिँ हामीले दियो ठिक पारेका छौँ। अनि यो चाहिँ मूल दियो मतलब ठुलो दियो चाहिँ हामीले ठ्याक्कै रङ्गोलीको बिचमा बाल्नको लागि चाहिँ यसरी तयार गरेको छौँ होइन। अनि अरू पनि दियोहरू थुप्रै छन्। यसलाई चाहिँ हामीले ठ्याक्कै रङ्गोलीको बिचमा बालेको छौँ होइन। अनि यसपालिको रङ्गोली चाहिँ ब्यान्डेज जस्तै भएको छ है, तपाईँहरूले हेर्दाखेरि थाहा पाउनुहुन्छ। अनि यो चाहिँ लक्ष्मीको पाइला हेर्नुहोस्, हामीले चाहिँ यस्तो खालको अनि त्यहाँ बालिसकेपछि चाहिँ हामीले सुरुमा मूल बाटोमा बाल्नु पर्ने, हामीले त्यहाँ बाल्नै बिर्सेछौँ होइन। अनि एकछिन पछाडि लगेर हामीले त्यहाँ बालिदियौँ। अनि मैले पनि यस्तो टक्क बालिदिएँ। अनि कस्तो राम्रो देखिरहेको थियो। दिउँसो नराम्रो देखिए पनि राति चाहिँ बत्तीले गर्दा टिक्क टल्किरहेको थियो। इग्नोर ब्याकग्राउन्ड साउन्ड है। अनि उता कस्तो दामी भएको थियो। अनि यो चाहिँ मैले चाहिँ दियो बालेर राम्रो बनाउँदै थिएँ। यता घर वरिपरि पनि बाल्दै थिएँ। अनि यो लक्ष्मीको पाइलामा पनि बाल्दै थिएँ, मैले बालेको थिएँ। अनि फेरि सबै रङ्गोलीको सबै कोठामा पनि बालेको थिएँ। अनि चाहिँ लक्ष्मीको पाइला बनाएको अरे। अनि यसरी मैले चाहिँ पहिला हामीले अर्कै गरी बनाएको थियौँ, अब यसपालि चाहिँ यसरी बनाएको। यो पनि राम्रो हुँदो रहेछ। दुईवटा हातले ठ्याप्प ठ्याप्प के अरे के भन्छ छ्याप्ने हातले यस्तो ट्याप ट्याप पार्ने अनि अमला बनाउने पर्दो रहेछ। अनि यो बन्दो रहेछ। अनि यो चाहिँ मेरो दिदी, म चाहिँ भिडियो बनाउँदै थिएँ। यसरी चाहिँ बन्दो रहेछ। अनि कस्तो राम्रो बन्दो रहेछ है। अनि यसरी पाइला बनाउँदा हुने रहेछ। अनि ह्याप्पी तिहार लास्ट टाइममा। थ्याङ्क यू, बाई बाई।